दाइ नमस्कार। नमस्ते। आज विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 1 र 2 अनि केही यहाँनिर साबिक 3बाट पनि आउनुभएको छ। यहाँ धेरै कृषकहरू आउनुभएको छ। यहाँ जैविक मल बनाउने तरिकाहरू पनि तपाईँहरूले सिक्नुहुनेछ। दाइले धेरै कुराहरू यसको अनुसन्धान यसमा अगुवा कृषकको नाताले अनि एउटा यो हाम्रो जुङ्गीबासको एकदमै नमुना कृषक भनेर पनि चिनिन्छ। यहाँलाई धेरै कुराहरू ज्ञान छ र यो जैविक मल बनाउने कसरी अनि यसबाट चाहिँ हामीलाई फाइदा बेफाइदा बारेमा चाहिँ हामीलाई उहाँ दादाले चाहिँ बताइ नै हाल्नुहुनेछ र यो बनाउने तरिकाहरू पनि तपाईँहरूले योभन्दा पछाडिको भिडियोहरूमा चाहिँ हेर्दै जानुहुनेछ। यहाँले धेरै कृषकहरूलाई उत्पादनमा कसरी जोड दिन सकिन्छ। उत्पादन नभइकन देश विकास हुँदैन, उत्पादन नभइकन आत्मनिर्भर भइँदैन, उत्पादन नभइकन समाज बन्दैन। यो कुराहरू हामीलाई थाहा छ। त्यस कारणले गर्दा हामी घरै बसी पनि हाम्रो दिनचर्याहरू चाहिँ कसरी कटिराखेको छ। केही आधा घन्टा 1 घन्टा आफ्नो फुलबारी बगैँचामा काम गर्दा पनि हामी आत्मनिर्भर बन्न सक्छौँ भन्ने कुराहरू ज्वलन्त उदाहरण र शिक्षा दिने हाम्रो दाइसित हाम्रो सानो कुरा गर्छौँ। दाइ यो तपाईँले यो बनाउने तरिका चाहिँ कहाँबाट प्रेरित हुनुभयो अथवा यो कुरा जानकारी हजुरलाई कसरी भयो त? यो खास गरी चाहिँ म यो हाम्रो परिश्रमिक कृषि सहकारी संस्थाको अध्यक्ष भएको हुनाले म हाम्रो त्यहाँ डेयरी पनि सञ्चालन गरिरहेको र त्यो डेयरीमा चाहिँ हाम्रो चाहिँ दुध दही महीहरूबाट के बनाउन सकिन्छ के गर्न सकिन्छ भन्ने मैले खोज अनुसन्धानहरू गरिरहेको बेलामा एकजना चाहिँ हाम्रो मोहन सिंह मगर भने यो कम्पनीको चाहिँ यो मार्केटिङ कम्पनीको चाहिँ मान्छे चाहिँ सम्पर्कमा चाहिँ आउनुभयो र हाम्रो यस्तो चिजहरू छ तपाईँहरूको दही पनि बिक्ने दहीबाट एउटा मल बनाउँछ हामीले एक फेर किनेपछि सधैँलाई हुन्छ यो भनेर चाहिँ भन्नुभयो र मान्छे चाहिँ बटुलेर चाहिँ राख्न सक्नुहुन्छ। मैले यसको बारेमा केही कुराहरू चाहिँ भन्नुभएको थियो र ठिक छ नि त भनेर अनि यो 1 लिटर चाहिँ यो मदर ब्याक्टेरिया पनि छोडेर जानुभयो र आज चाहिँ आउने कुरा हो। उहाँ चाहिँ कारणवश चाहिँ एउटा विशेष किसिमको बैठक मिटिङ छ, म आउन सकिनँ भन्नुभयो र ल हजुरले नै दिनु होला, पछि फेरि आउँदै गरौँला, हजुरले नै यसको जानकारी दिनुहोस्, ट्रेनिङ दिनुहोस् भनेर उहाँले ट्रेनिङ दिएको सबै भिडियोहरू सबै मेसेन्जरहरूबाट दिएको सम्झाएको बुझाएको उहाँले मेसेन्जरबाट दिनुभयो र मैले आज चाहिँ आँटिसकेपछि फेरि अब समय चाहिँ नहुने बोलाइसकेको किसानहरूलाई उहाँ आउने भइसकेको पनि आउन नसकेको हुनाले हजुरले नै दिनुहोस् भएको हुनाले मैले पनि चाहिँ ल ठिक छ भनेर मैले चाहिँ जति पनि मेसेन्जरबाट उहाँले दिएको कुराहरू उहाँले क्लास दिएको कुराहरूबाट मैले टिपेर ज्ञानको कुरा यहाँ प्रचार गरेँ, हजुरलाई सुनाएँ बुझाएँ। यसको नतिजा कस्तो हुन्छ त भन्ने कुरा त अब गरेर हेरेर देखाउने हो। यो 15 दिन आज यहाँ बनाइयो, यो 15 दिनपछि यहाँ अब मैले यहाँ फर्सीको मन्टाहरू लगाउँछु, यहाँ जुकेनी फर्सीहरू छन्, फलफुलहरू छन् होइन। यसमा गरेर हेरेर देखाउने हो, हेर्ने हो, हजुरहरूलाई नै सुनाउने हो, बुझाउने हो र मैले पनि सिक्दै जाने हो है। त्यस कारणले गर्दा अहिले मैले चाहिँ यो एकदम यो यस्तो छ उस्तो छ यो पराठी भनेर चाहिँ जम्मै कुरा चाहिँ मैले भन्न सक्दिनँ। तर चाहिँ जति हो विश्वासले यत्रो चाहिँ उद्योग गरेर यस्तो चाहिँ राम्रो चिजहरू अब कस्तो छ यसको प्रभाव भनेर हामीले हेर्दै जाने हो। त्यस कारणले गर्दाखेरि यहाँहरूलाई चाहिँ अब आँटिसकेको कुरा किन क्यान्सल गरौँ भनेर जे जति चाहिँ मैले जाने बुझेँ त्यो कुरा हजुरसँग धन्यवाद। दर्शक वृन्द हजुरहरूले हेरिरहनु भएको छ भिडियो, हजुरहरूलाई कस्तो लागिरहेछ यो साँच्चीकै भन्नुपर्दाखेरि तपाईँ हाम्रै घरमा उमालेर दुध उमालेर हामीले दही बनाइन्छ जसको ब्याक्टेरियाले चाहिँ दही बन्छ। दहीमा पनि केही मात्रामा हामीले जोडन भनेर पनि हाल्छौँ, हामीले लोकल भाषामा जोडन हाल्ने भन्ने पनि छ। त्यो जोडन हाल्ने भनेको औषधि चाहिँ ब्याक्टेरिया हामीसित यो रहेछ। यसले चाहिँ अब लगभग 90 होइन दाजु कति यहाँ 96 लिटरमा 1 लिटर यो 100 लिटर बनाउँदाखेरि जोडन भन्नुपर्छ। यसलाई चाहिँ ब्याक्टेरियाको जोडन हो। यो चाहिँ यो जोडन हालिसकेपछि होइन दाइ प्रत्येक दिन चाहिँ यसलाई चाहिँ हल्लाउने लट्ठीले हल्लाउने
हजुर प्रत्येक दिन हल्लाउने अनि चाहिँ यसलाई यसै जात्रै कपडाले- जाडो ठाउँमा पनि नराख्ने अनि गर्मीमा पनि धेरै नराख्ने ताप्न नदिने किनभने यहाँनिर भएको जैविक यहाँ ब्याक्टेरियाहरू चाहिँ यो चाहिँ नमरोस् त्यहाँको कीटाणुहरू नमरोस् भनेर त्यो किसिमको सावधानी अपनाइने रहेछ यो जाडोको टाइममा चाहिँ तातो ठाउँमा र यो घाम लाग्ने एकदम गर्मी बेलामा चाहिँ हल्का शीतल ठाउँमा उनीहरूलाई मिलाएर बनाउन सकिँदैछ ल यसको धेरै धेरै ज्ञान दिनुभयो दाइ यो प्रक्रिया तपाईँहरूले आफ्नै घरमा पनि 100 लिटरको होइन दाजु 100 लिटरको यो चाहिँ ड्रम किनेर तपाईँहरूले पनि प्रयोग गर्न सकिन्छ आफ्नो करेसाबारीमा आफूले वर्षाबारीमा माउको लागि यही लिन आउनु सक्नुहुन्छ यहीबाट चाहिँ हजुरलाई 15 दिनमा यो तयार हुन्छ सस्तो मूल्यमा 150 रुपियाँ दिएर मिनरल वाटरको बोतलमा एक बोतल माउ चाहिँ लान सक्नुहुन्छ अनि दाजु यो चाहिँ हामीले चाहिँ कम्पनीबाट किन्दाखेरि चाहिँ एक लिटरलाई चाहिँ 1000 हाल्नु पर्यो हामीले यो जोडन हालिसकेपछि हाम्रो झन्डै 98 लिटर कति भन्नुभयो 96 लिटर हाम्रो चाहिँ यो तयार भयो 100 लिटरै भयो हैन 100 लिटरै भयो 3 लिटर दही छ 1 लिटर यो 4 लिटर 96 त्यो 100 लिटरै भयो 100 लिटरै भयो अब यसबाट तपाईहरुले पनि यो किसिमको जोडन हामीलाई पनि चाहियो भन्नुहुन्छ भने यहाँ हाम्रो दाजु 15 दिनपछि फेरि यो दबाई एकदमै तयार सस्तो मूल्यमा 1 लिटरलाई सायद 50 रुपैयाँ हैन दाजु 50 रुपियाँ पनि दिन सकिन्छ तपाईहरुको प्रगति उन्नतिको लागि अनि दाजु यो जोडन चाहिँ हामीले लिएर गइसकेपछि हाम्रो यो जोडन सधैँको लागि भयो सधैँको लागि भाँडो रिटर्न पर्यो दुईटा भाँडो चाहिँ एउटा चाहिँ माउ बनाउनको लागि हेरि 1 लिटर छुट्याउनु छ अर्को चाहिँ 100 लिटर बनाउँदै जानुस् त्यहाँ रहेको चाहिँ प्रयोग गर्दै जानुस् हैन घरमा दही हुँदासम्म जोडनको के अरे समस्या हुन्न भने जस्तै समस्या हुँदैन हो खर्च चाहिँ 3 लिटर दही रहेछ हजुर 3 लिटर ल धन्यवाद हजुरहरूले पनि यो किसिमको तालिमले कतिको ज्ञान प्राप्त गर्नुभयो तपाईहरुले लाइक कमेन्ट रिपोस्ट गरेर तपाईहरुको अरू साथी कृषक साथीहरूलाई पनि यो किसिमको प्रविधिबाट हामीले जैविक मल तयार पार्न सकिने रहेछ भन्ने कुराहरू तपाईहरुले चाहिँ जानकारी दिनको लागि सक्दो सेयर गरेर सबै सामुन्ने पठाइदिनु होला हेर्नुहुनेछ केही कुरा ज्ञान भन्ने कुरा कहिल्यै पनि सिकेर सकिने कुरा होइन त्यो कुराले बुढोले जति सक्यो त्यति बाँड्दै गयो भने यो ज्ञान चाहिँ ले सबैलाई राहत हुन्छ त्यसकारणले जति सक सेयर गर्ने होला लाइक कमेन्ट गर्नु होला नबुझेको कुराहरू तपाईहरुले चाहिँ नबुझेको कुराहरू कमेन्टमा सोध्नु होला त्यो कुराहरू दाइसित सोधेर मैले कमेन्टको रिप्लाई दिनेछु धन्यवाद नमस्कार नमस्कार सबलाई के सामान चाहिन्छ भन्ने कुरा चाहिँ बुझ्नु होला हैन अब हामीहरूले सबभन्दा पहिला हामीले के बनाउने त्यो विषयमा भन्नु दाइ हामीले यो आजको कार्यक्रम बारेमा हल्का भनिदिनुहोस् त हजुर सबैलाई नमस्कार आज चाहिँ 4 नम्बर गण्डकी प्रदेश विनय नवलपुर जिल्ला नवलपुरासी सुस्ता पूर्व भनौँ नवलपुर जिल्ला विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 2 सुनटाँडी गाउँको पुच्छार तलामा छौँ है र यो जग्गा चाहिँ स्वयं मेरै जग्गामा पर्दछ र मेरो परिचय भन्नुपर्दा सबैलाई नमस्कार म यमबहादुर मसराङ्गी मगर अगुवा कृषक र पारिश्रमिक कृषि सहकारी संस्थाको अध्यक्ष र आज मैले यो कृषि सम्बन्धी यो जैविक मल बनाउने तरिका यसको फाइदाहरूको बारेमा म यहाँहरूलाई चाहिँ सुनाउन बुझाउन भनेर गाउँटोलवासीहरूलाई चाहिँ यहाँ सामान्य आधी घन्टादेखि 1 घन्टा लाग्ला समय यसको लागि म हजुरसँग समय मागेर सबैलाई जानकारी गराएर यो जैविक मल बनाउने चाहिँ तरिकाको बारेमा चाहिँ म सिकाउन जाँदैछु र मल भन्नाले पहिला चाहिँ हामीहरूले मलको किसिमहरू हामीले जानकारी हुनुपर्छ मल भन्नाले हाम्रो यस ठाउँमा 3 किसिमको मलहरू प्रयोग गरिएको छ एउटा कम्पोस्ट मल एउटा चाहिँ रासायनिक मल एउटा जैविक मल है
अब कम्पोस्ट मल भन्नाले चाहिँ गाई भैँसीको मलमूत्रहरू गोबरहरूबाट झारपातहरू कुहाएर बनाउने होइन बनमाराहरू यस्तो चाहिँ कुहाएर सडाएर बनाएकोलाई कम्पोस्ट मल भनिन्छ। अनि जैविक मल भनेको ठुला ठुला उद्योग कल कारखानाबाट उत्पादित केमिकलबाट बनाइएको चाहिँ त्यसलाई चाहिँ रासायनिक मल भनिन्छ होइन। त्यो रासायनिक मल चाहिँ हामीहरूले प्रयोग गर्दाखेरि यसको चाहिँ कतिपय चाहिँ फाइदा छ भने कतिपय बेफाइदा छ। अब फाइदाको हिसाबमा चाहिँ थोरै हाल्दाखेरि धेरै जग्गाहरू ढुवानी गर्न सजिलो, तर बेफाइदा चाहिँ के छ भने यसले चाहिँ बारीलाई चाहिँ रुखो बनायो अनि त्यो रुखो बारी पनि बिगार्यो अनि हाम्रो स्वास्थ्यलाई पनि बिगार्यो। स्वास्थ्यलाई बिगारेको कारणले यो अहिलेको रासायनिक मलहरू अनि रासायनिक विषादीहरू प्रयोग गरेर उब्जाएको चिज खाएर नै अहिले हाम्रो यहाँ मात्रै होइन विश्व संसारमै हाम्रो शरीरहरू कमजोरी भयो। बारी मात्रै कमजोरी होइन, हाम्रो शरीर स्वास्थ्यको लागि नै असर गर्यो। यसको चाहिँ असरले गर्दाखेरि नाना किसिमको नयाँ नयाँ रोगहरू सुगर प्रेसर क्यान्सर जस्ता चिजहरू चाहिँ रोगहरू उत्पन्न भयो। काभ्रे जिल्ला काठमाडौँको नजिक छिमेकी जिल्लामा तरकारी खेती गर्ने महिलाहरूको धेरै चाहिँ पाठेघरको क्यान्सर निस्क्यो। यही हाम्रो नवलपुर जिल्लाको झ्यालबासतिर पनि त्यस्तै कुराहरू चाहिँ आयो। र अब विकल्प भनेको हामीहरूले अब जैविक खेतीतिर लाग्ने। जैविक खेतीतिर लाग्नको लागि चाहिँ कम्पोस्ट मल बनाउने, पशुपालन गर्ने, झारपातहरू सडाउने, बनमारा सडाउने अनि त्यसपछि त्यसलाई प्रयोग गर्ने, त्यसलाई चाहिँ कम्पोस्ट मल भनिन्छ। अनि जैविक मल भनेको सानो सानो चाहिँ सूक्ष्म जीवहरू भएको जुन हामीले आँखाले देख्ने त ठुलो गडेउला भनिन्छ, त्यो गडेउला जस्तै आँखाले नदेख्ने गडेउला सानो सानो जीव भएको हुनाले सूक्ष्म जीव, त्यो सूक्ष्म जीवलाई चाहिँ बाट बनेको मल चाहिँ त्यसलाई चाहिँ जैविक मल भनिन्छ है। त्यो जैविक मलको प्रयोगले चाहिँ के हुन्छ भने त्यो रासायनिक मलहरू हालेर युरिया डिएपी हालेर हाम्रो बारी रुखो बनाउने, किट बनाउने होइन, पछि गएर पहिला सुरुमा चाहिँ खेती हट्ट देखिने, पछि चाहिँ फेरि उत्पादनै नहुने, छरेको बिउ पनि राम्रोसँग नउम्रिने, उम्रेको बिउ पनि बिरुवा पनि रोगी हुने होइन, बारी बिग्रेपछि त्यस्तो हुँदो रहेछ। त्यस कारणले गर्दाखेरि अब हामीहरूले त्यस्तो रासायनिक मलले बिगारेको जमिनलाई पनि सुधार गर्ने, आफ्नो स्वास्थ्य पनि सुधार गर्ने, माटो पनि सुधार गर्ने, वातावरण पनि सुधार गर्नको लागि चाहिँ जैविकतिर लाग्नु पर्यो। र कम्पोस्ट मलमा फेरि त्यो जैविक मल पनि मिसाएर हामीले गर्न सक्यौँ भने अझै राम्रो। त्यस कारणले गर्दाखेरि यो जैविक मल मात्रै हाल्ने होइन कि हामीले पशुपालन पनि पाल्नु पर्यो, नत्र कि बनमारा झारपात कुहाएको चाहिँ कम्पोस्ट मल बनाउने, त्यसमा मिसाएर पनि यो प्रयोग गर्न सकिन्छ। यो खेतबारीमा चाहिँ डाइरेक्ट चाहिँ प्रयोग गर्न पनि सकिन्छ है। त्यस कारणले गर्दाखेरि हामीहरूले चाहिँ मल भनेको 3 किसिमको, एउटा कम्पोस्ट मल अनि जैविक मल अनि रासायनिक मल, त्यो 3 किसिमको मलमध्येमा यो जैविक मल बनाउन म सिकाउँदैछु आज। अब यहाँ चाहिने सामान चाहिँ के छ भन्दाखेरि यो मदर ब्याक्टेरिया भनिन्छ है, यो माउ, यो सूक्ष्म जीव जैविक हो। अनि अब यसमा चाहिँ दही, यो दही पनि ब्याक्टेरिया नै हुन्छ यसमा है। यो दही हुन्छ, दही कि पुरानो दही भए पनि हुन्छ, यो नयाँ पुरानो अब चाहिँ त्यो इन्डियातिर त छाछ भन्दो रहेछ, महीहरूबाट पनि बनाउँदो रहेछ। र मैले यो अहिले हाम्रै डेरीबाट उत्पादित दही नै, प्योर दही, खान लायकै दही नै ल्याएको छु। र सामान चाहिँ यस्तो ड्रम चाहिँदो रहेछ, अनि एउटा लट्ठी चाहिने रहेछ है। अनि यो 1 लिटरले 100 लिटर बनाउन मिल्दो रहेछ। यो ड्रम चाहिँ 200 लिटरको हो। अब हामी चाहिँ यो बनाउने प्रक्रियातिर यहाँ पानी धेरै छ, यो बाल्टिनबाट झिकेर आधा ड्रम बनाउनु। 100 लिटर मात्रै पानी हाल्नु पर्यो। 100 लिटर बनाउनुको लागि 1 लिटर चाहियो। 96 लिटर, यहाँ छ कि भाडा 96 लिटर चाहिँ पानी हुनु पर्यो।
है आधाभन्दा अलिकति कम घटाउनुहोस् अन्दाजी 96 लिटर आउँछ है 200 हो नि हजुर यहाँ 100 बनाउन आधा बनाउनु पर्यो त्यसमा 4 लिटर जति अझै कम घटाउनु पर्यो है 4 लिटर भन्दा त्यो बाल्टिनमा अझै आधा भन्दा पनि अझै 1 बाल्टिन चाहिँ निकाल्दिनु अनि त्यसपछि 3 लिटर दही चाहिने हजुर अझै 1 बाल्टिन झिक्नुहोस् 3 लिटर दही 100 लिटर पानीमा हजुर 96 लिटर पानी हजुर 96 लिटर पानी 3 लिटर 3 लिटर दही 1 लिटर यो भएपछि 100 लिटर भन्यो यो 100 लिटर चाहिँ यसरी घोल गरेर मिलाइसकेपछि अनि दिनमा एक पटक सँग हलाइराख्नु पर्यो कति दिनसम्म 15 दिनसम्म यो हल्लाउँदै फेरि सानो कपडाले चाहिँ छोप्ने यो पुरै यो ढकनीले ड्याम्मै ढाक्नु पनि होइन किनभने यसले पनि सास यो जीव हो यसले पनि सास लिनु पर्ने भएको हुनाले हल्का पातलो कपडा सपडाले चाहिँ छोप्नु भएन है कपडाले छोप्ने अनि फेरि हल्लाउने राख्ने अनि प्रायः जसो यो जाडो महिनामा चाहिँ यो घाम लाग्ने ठाउँमा राख्नु पर्यो भने एकदम चर्को घामको बेलामा चाहिँ घामले धेरै तातेर पनि यो किरा मर्न सक्छ अहिले रुखको छायामा यस्तै फुलबारीमा बगैँचामा छायादार भएको ठाउँमा पनि राख्दा राम्रो हुन्छ है अझै थोरै निकाल्नु है ल यसरी गर्ने यो चाहिँ 100 लिटर को लागि चाहिँ तयार 15 दिनपछि यो किरा चाहिँ छिप्पिएर तयार भयो है यसरी चाहिँ तयार भएको चिजलाई हामीले फेरि एकपटक किनेपछि सधैँलाई हुन्छ अर्को एउटा ड्रम बनाउनुहोस् अनि चाहिँ तपाईँको 1 लिटर झिकेर फेरि अर्कोमा राख्ने अनि त्यस्तै 3 लिटर चाहिँ 100 लिटरकोमा पानीमा 96 लिटर चाहिँ पानी राख्नुहोस् फेरि 3 लिटर दही राख्नुहोस् 1 लिटर यहाँबाट झिकेर राख्नुहोस् अरू चाहिँ प्रयोग गर्नुहोस् फेरि उता 15 दिन चाहिँ बाट फेरि अर्को बन्दै जान्छ है हाम्रो यो ब्याक्टेरिया एखेर किनेपछि सधैँलाई भयो यो 10-12 वर्षसम्म पनि यसरी चाहिँ जीवित चाहिँ माउ राख्यो भने अनि चाहिँ यो चलिराख्ने फेरि किन्न पनि नपर्ने है त्यसकारण यो चाहिँ भन्ने कुरा पनि हामी कसरी थाहा पाउँछ फेरि यो जीवित राख्नुको लागि नै त्यो ल्याबमै चाहिँ हेर्नुपर्ने टेस्ट गर्नुपर्ने हुन्छ जीवित छ कि छैन र हामीलाई सिकाएर भने अनुसार चाहिँ त्यही यो जीवित राख्नुको लागि धेरै तात्नु भएन हैन अनि चाहिँ जाडो महिनामा न्यानो ठाउँमा राख्नु पर्यो ठिक्क तापक्रम यसलाई मिल्नु पर्यो हैन त्यसकारणले गर्दा यो चाहिँ बिउलाई चाहिँ यो मदर ब्याक्टेरिया भनेको आमा चाहिँ यो हो अब छोराछोरी जति पनि बनाउन सकिन्छ एकपटक किनेपछि यो चाहिँ सधैँलाई हुन्छ यो डुङ्गीबास क्षेत्रमा पहिलो पटक नै हो है अब हामीले आज यहाँ प्रयोग गरेर यो 15 दिनपछि फेरि मैले यहाँ बोट बिरुवामा चाहिँ लगाउँछु तपाईँहरू आउँदै गर्नु होला यहाँ अब यी पानी सिँचाइ गरिएको छ आलु खेती निकालेर अब यहाँ फर्सीको मन्टा निकालिन्छ चैत वैशाखमा तपाईँको चाहिँ यो दुबो पनि मर्ने खरेडीको बेलामा यहाँ हरियो फर्सीको मन्टा चाहिँ हैन निकालेर बजारमा पुर्याउनै नै नसक्ने हुन्छ मेरो यो लगभग चाहिँ 6-7 कट्ठा जमिनमा मैले फर्सीको मन्टा र मकै लगाउँछु मिक्स बाली मैले पुर्याएरै सक्दैन अब जैविक प्रयोग गरौँ अर्गानिक खेती गरौँ र चाहिँ रासायनिक मल रासायनिक विषादीहरूलाई विस्थापित गरौँ भने अभियानको साथ सबै लागौँ भने मैले यहाँहरूलाई आह्वानको साथ आजको चाहिँ यो कार्यक्रम अब यहाँ प्र्याक्टिकल गर्दै जाउँ है त ल अब यहाँ चाहिँ हाम्रो यो 200 लिटरको चाहिँ ड्रममा 96 लिटर पानी हामीले यहाँ राख्यौँ अब यसमा चाहिँ यो दही हालौँ पहिला 3 लिटर दही हालौँ जाडै भयो नि खम जस्तो बस्छ है अब यहाँ 96 लिटर पानीमा चाहिँ 3 लिटर दही राख्यो अब 1 लिटर मदर ब्याक्टेरिया राख्दैछौँ र 100 लिटरको चाहिँ हाम्रो चाहिँ यो
अलरेडी राखेपछि केही फरक पर्यो होइन नि दही जैविक मल बनाउँदैछौँ। हालिदिउँ 4 लिटरको लागि 400 सबैले। अब कलर कस्तो आयो है हेर्नु होला। अब यसलाई दिनमा एकपटक चलाउँदै राख्दै गर्ने। आजभोलि जाडोको मौसममा घमाइलो ठाउँमा राख्ने अनि चैत वैशाख एकदम गर्मी तातोको बेलामा चाहिँ डाइरेक्ट घाम लाग्ने ठाउँमा भन्दा छायामा राख्ने। अब यसलाई चाहिँ यसरी चाहिँ रुमाल हल्लाइसकेपछि यसरी रुमालले अथवा कपडाले यसरी छोपेर राखिदिने, डाइरेक्ट भित्र घाम पनि नपरोस्। अब चाहिँ भित्रको किरा चाहिँ जीवित रहोस् भनेर यसलाई यो तरिकाले चाहिँ राख्न सकिन्छ है त। अब यसलाई चाहिँ 15 दिनसम्म यही क्रमले चलाउँदै छोप्दै राख्दै गर्ने। 15 दिनपछि यो चाहिँ खेतबारीमा चाहिँ छर्नको लागि तयार हुन्छ। र चाहिँ फाइदाको बारेमा चाहिँ यो चाहिँ एउटा माटो सुधार भयो, वातावरण चाहिँ स्वच्छ हुने भयो हैन। युरिया डिएपी हालेर रासायनिक विषादी हाल्न परेन। यसले चाहिँ फङ्गस बोट बिरुवाको चाहिँ ढुसीको रोगलाई पनि काम गर्यो अनि किरा किरीहरूलाई पनि काम गर्यो। रोगदेखि लिएर किराहरूलाई पनि काम गर्यो। तर छर्ने भनेको कुन बेलामा भन्दाखेरि साँझमा छर्दाखेरि राम्रो हुन्छ। किनकि हामीलाई हानि नोक्सानी गर्ने चाहिँ किराहरू चाहिँ सक्रिय भनेको रातिमा हुने हो। रातिमा चाहिँ किराहरू चाहिँ सक्रिय हुने भएको हुनाले साँझको बेलामा छर्यौँ भनेदेखि यसको गन्धले त्यो किरा चाहिँ भाग्ने, उसलाई चाहिँ मिठो नहुने है। मिठो नभएपछि किरालाई ठहरै मार्ने चाहिँ होइन, त्यसलाई भगाउने, उसले चाहिँ नमिठो होस्। साँझ छरेपछि ऊ राति खान आउँछ सक्रिय भएर, उसलाई नमिठो भएर उसले नखान सक्छ। अनि यसलाई छर्नेको मात्रा कति के छ? छर्नेको मात्रा चाहिँ यो तयार भएको चिज यतिकै डाइरेक्ट छर्ने हो। छर्ने भन्नाले 100 लिटरले 1 रोपनी हो भने 1.5 कट्ठा जमिनलाई प्रयोग गर्ने भन्ने। 100 लिटरले हजुर यही कुराहरू चाहिँ छ। बिरुवामा छर्नु पर्यो। स्प्रे टङ्कीबाट मजाले यस्तै खेतबारीमा लगाइराखेको बालीमा पनि छर्नु पर्यो। अब खेती लाउनु भन्दा अगाडि यसरी मल हैन, हाम्रो गाउँघरको मलहरू जे छ त्यो हाल्नुहोस्, जति पुग्छ हाल्नुहोस् हैन। अरू चाहिँ थप यसले काम गर्ने हो। युरिया डिएपी टप ड्रेसको काम यसले गर्ने हो। बिरुवा रोपेर टप ड्रेसको काम यसले गर्छ। युरिया हाल्नु परेन, डिएपी पनि हाल्नु परेन, पोटास पनि हाल्नु परेन। होइन अघि नै हजुरले भन्नुभएको थियो नि हाम्रो जैविक मल र हाम्रो जो पारम्परिक मल हुन्छ नि हजुर मिक्स गरेर कसरी मिक्स गरेर आउने यसलाई भन्नाले त्यो मलमा यो छर्दिने। त्यो मल तयारी मल चाहिँ त्यो मल चाहिँ पाकेको हुनु पर्यो। कम्पोस्ट मल हैन, गाई बस्तुको चाहिँ गोबर मल, काँचो मल छर्नु हुँदैन। काँचो मलमा रोग किरा लाग्ने हो। पाकेको गोबर मल त्यसलाई खनेर एकछिन ओबानो बनाएर बुर्रो बनाएर अब खेतबारीमा लाइन्छ त्यो बेलामा भन्ने बेलामा चाहिँ त्यहाँ छरेर त्यो स्प्रे ट्याङ्कीबाट त्यो मलको थुप्रोमा छरेर मिलाएर पनि छर्न सकिन्छ। अथवा चाहिँ हामीले चाहिँ त्यो गोबर मल कम्पोस्ट मल बारीमा छरेर त्यहाँबाट फेरि टङ्की स्प्रे टङ्की दबाई छर्ने टङ्कीमा भरेर चाहिँ सरर स्प्रे गर्ने, त्यसपछि जोत दिने। त्यसो गर्न पनि सकिन्छ है। खेतबालीलाई चाहिँ भएको फसललाई बचाउनको लागि चाहिँ साँझको बेलामा छरेपछि रोग किरालाई पनि काम गर्यो, फङ्गस ढुसीको लाई पनि काम गर्यो। यसमा चाहिँ के छ भन्दाखेरि त्यो यो डिब्बा ल्याउनुहोस् न। यसमा फङ्गस भन्छ नि ढुसी हैन। फङ्गसको लागि चाहिँ यहाँ के तत्त्वहरू छन् भने त्यो ढुसीलाई खाने अर्को ढुसीहरू हुँदो रहेछ हैन। एजोटोब्याक्टर भन्ने यो चाहिँ एजोटोब्याक्टर ढुसी नै हो यो पनि, तर हामीलाई नोक्सान गर्ने ढुसीलाई खाने ढुसी हो है। यो मित्रजीव शत्रु जीवलाई मित्र जीवले नियन्त्रण गर्ने त्यस्तो चिज पनि यहाँ मिसिएको हुनाले टमाटर समाटर र आलुलाई पनि त्यो ढुसीबाट बचाउनको लागि पनि भयो। अनि अरू चाहिँ किरा फट्याङ्ग्राहरूले चाहिँ नखाने, त्यसलाई नमिठो बनाउने हैन पनि भयो भन्दा किराको यो विषादीको काम पनि गर्यो। मलको युरिया भनेको हैन नाइट्रोजन भयो, अनि चाहिँ फस्फोरस भनेको डिएपी भयो, अनि पोटास
होइन पोटास भनेको चाहिँ बोट बिरुवालाई दह्रो बनाउने अनि जराहरू फैलिने होइन अनि फलहरू पोटिलो लाग्नेको लागि चाहिँ त्यो पोटास हाल्नुपर्ने हुन्छ होइन त्यसको पनि यसमै भयो भन्नाले विषादी सबैले रासायनिक विषादी र अनि यो केमिकल रासायनिक मलहरूलाई विस्थापन गरेर हाम्रो बारी चाहिँ सुधारौँ स्वास्थ्यलाई सुधारौँ विश्व वातावरण सुधारौँ यो चाहिँ तपाईँको चाहिँ हप्ता 10 दिनमा त्यो स्थिति अनुसार अब रोग किराले सतायो भने साँझ 2-3 दिनमा छर्न सकिन्छ यसको राग भनेको 2-3 दिन बस्ने हो त्यहाँभन्दा धेरै बस्ने होइन त्यो धेरै कडा खालको विषादी पनि होइन त्यस कारणले गर्दाखेरि अलिक छर्नु भने अलिक छिटो नै छर्नु पर्ने हुन्छ रोग किरा बढी सुन्न खोजेको जस्तो हाम्रो टमाटरहरू भयो तिनीहरूमा जस्तो डाइरेक्ट टिपेर हामीले खाइन्छ नि टिपेर खाने यो त यतिकै खान पनि मिल्छ चाख्न पनि मिल्छ है त्यस्तो चिज हो यो तपाईँको एक हिसाबले चाहिँ जस्तै जाँडको झोल होइन त्यो पनि ब्याक्टेरिया नै हो अमिलो ब्याक्टेरिया नभइकन अमिलो हुँदैन दुधमा पनि त्यो ब्याक्टेरिया फैलेपछि बल्ल दही बन्ने हो होइन अब यहाँ डाइरेक्ट दही नै हालिएको छ दहीको ब्याक्टेरिया पनि मिल्यो यो मदर ब्याक्टेरिया पनि मिल्यो होइन त्यस कारणले गर्दाखेरि जैविक मल यो छरेको चिजहरू तुरुन्तै बाली सागसब्जी तरकारी फलफुल टिपेर खान मिल्छ हामीलाई केही असर हुँदैन त्यहाँ चाहिँ मोरिङ्गाको चिया यही कुराहरू सबै चाहिँ जानु हुनको लागि अनुरोध गर्दै हस्त बिदा गर्छ हस्त है आज मैले यसको नाम चाहिँ सावर सप भन्छ यसलाई अहिले वैज्ञानिकहरूले नयाँ नाम राखेको छ क्यान्सर किलर क्यान्सरलाई चाहिँ निमान गर्ने चाहिँ चिज यो है अमेरिकाबाट मगाएको भन्नु यो अमेरिकाबाट फैलिएको हो यो अहिले नेपालमा चाहिँ अनलाइन मार्फत आउँछ यसको पात चाहिँ भाटभटेनीमा एकदम महँगोमा पाइन्छ यसको पात पनि चिया खायो भने क्यान्सर पीडितहरूले त्यो दुखाइ कम गर्ने काम गर्छ अरे राहत दिने काम भने यसको फल चाहिँ एउटा फल खाँदाखेरि 3 पटक केमो दिए बराबरको काम गर्ने भनेर मैले युट्युबमा चाहिँ भेटाएँ यसलाई चाहिँ इन्डियामा चाहिँ हनुमान फल कहीँ लक्ष्मण फल भनेर पनि भन्दो रहेछ यो है लामो जुकेनी फर्सी हो अब यिनीहरू पनि सबै गोबर मल कुखुराको पिना तोरीको पिना र कुखुराको मल हालेर यतिको राम्रो तेजिलो भइरहेछ अब पतिला निस्कन तयारी भयो यसको अङ्ग्रेजीमा हाम्रो नेपाली नाम मदाने फल हजुर मही पार्ने मदानी जस्तै हुन्छ हजुर यो चाहिँ जन्डिसको लागि यो पाक्दाखेरि फल झमझम अमिलो गुलियो रसिलो मिठो हुन्छ हजुर यो जन्डिसको बिमारीले चाहिँ दबाईकै काम सक्ने स्याउ फल्यो चिटो नफल्यो भन्ने चाहिँ हल्ला सुने एक दिन युट्युबमा पनि सर्च गरेर पनि भेटाएँ तर एउटा कम्पनीले चाहिँ प्रचार गर्दै आउने क्रममा मेरो घर आउनुभयो उहाँको चाहिँ जग्गाहरू छ धेरै नै फलफुलहरू प्रशस्त लाउनु भएको छ उहाँले लिनुहुन्छ होला भने चाहिँ भन्दैछन् गाउँमा अनि सरासर त्यो कम्पनीको मान्छे आएर मलाई दिएको यो तराईमा हुने चाहिँ स्याउ भनेर रोपेको छु यो पनि स्याउ नै हो स्याउ नै हो यो है हजुर यो चाहिँ म आफैले यो पाहाडको चाहिँ नास्पाती हो मियालको बेर्ना जमाएर अनि बेर्ना रोपेर त्यसमा फेरि नास्पातीको हाँगा ल्याएर कलमी गरेर यो मियालमा चाहिँ नास्पातीको हाँगा गाँसेर यो सफल भएको छ है यो अब फुल्ने तयारीमा छ यो पनि है यो मियालमा गाँसेको तल बुट्टा चाहिँ मियालको हो तल बुट्टा मियालको छ यसको स्वाद कस्तो आउँछ फेरि मियालको यो फलेपछि नै थाहा पाइएला अब नास्पाती गाँसेपछि नास्पाती नै फल्छ नास्पातीकै स्वाद है त्यो फल चाहिँ हेर्न बाँकी छ रोप्दाखेरि के हुन्छ भनेदेखि पहिले मियालको जराहरू बलियो हुन्छ हावापानी सुट हुन्छ आयु बलियो हुन्छ आयु बढी हुन्छ